आज म तपाईहरूलाई रसुवा जिल्लामा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण नयाँ पर्यटकीय गन्तव्य नागथली पुर्याउँदैछु। नेपालको उत्तरी हिमाली जिल्लामा अवस्थित नागथली पछिल्लो समय सुन्दर पर्यटकीय गन्तव्यको रूपमा लिन थालिएको छ। गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर 1 मा पर्ने नागथली सौन्दर्यको हिसाबले अत्यन्तै रमणीय र सुन्दर लाग्छ। यहाँबाट 360 भ्यू पनि देखिने रहेछ। यदि मौसमले साथ दियो भने त यहाँ पुग्ने हरेकले स्वर्गीय आनन्द प्राप्त गर्ने नै छन्। करिब 3165 मिटरको उचाइमा रहेको नागथली ब्रेमदाङ भन्ने एक बस्तीबाट 1.5 घण्टा उकालो पैदल यात्रा गरेपछि पुगिन्छ। लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने यो नागथलीबाट लाङटाङ हिमाल र गणेश हिमालको प्रत्यक्ष अवलोकन पनि गर्न सकिन्छ। अब म तपाईहरूलाई हाम्रो 2 दिन यात्राको क्रममा रेकर्ड गरिएको केही भिडियो सहित हामीसँगै तपाईहरूलाई यात्रा गराउँछौँ। यात्राको पहिलो दिन बिहान सबेरै करिब 5:30 बजेतिर काठमाडौँबाट 2वटा स्कर्पियोमा हाम्रो 16 जनाको टोली नागथलीतर्फ लाग्छ। टोखाबाट केही पर पुगेपछि एउटा पेट्रोल पम्पमा सबैजना जम्मा भएर यात्रा अगाडि बढाइन्छ। यात्राको क्रममा हामी टोखा छहरेको बाटो हुँदै शिवपुरी जङ्गल काटेर ढुकुरे, छहरे, फरादेवी हुँदै बटार भन्ने ठाउँ हुँदै जान्छौँ। यतिखेर हामी शिवपुरी जङ्गलभन्दा अलिकति तल छौँ र यहाँ हामी अब बिहानको ब्रेकफास्ट गर्नतर्फ लाग्दैछौँ। यात्राको क्रममा हाम्रो गाडीबाट देखिने केही सुन्दर दृश्यहरू कैद गर्दै हेर्दै अगाडि बढ्छौँ। त्रिशुली खोलाको गडगडाहट सुन्दै यात्रा अगाडि बढिरहन्छ। यतिकैमा हामी पुग्छौँ नुवाकोटको विदुर नगरपालिकाको गगटे बजार हुँदै बटार। त्रिशुली खोलाको तिरैतिर हामी निरन्तर अगाडि बढिरहन्छौँ। अगाडि बढ्ने क्रममा रसुवा जिल्ला र नुवाकोट जिल्लाको सिमाना बेत्रावती पुल क्रस गरे पश्चात 2वटा बाटो आउँछ। एउटा त्रिशुली खोलाको तिरैतिर स्याप्रुबेसी निस्कने बाटो र अर्को धुन्चेतर्फ जाने बाटो। हामीले त्रिशुली खोलाको किनारे किनार जाने निर्णय गर्यौँ। त्यसपछि सुरु भयो रसुवाको कच्ची बाटो र त्रिशुली खोलाको गडगडाहट सुन्दै हामीले यात्रा निरन्तर अगाडि बढायौँ। त्रिशुली खोलाको गडगडाहट कतै झरनाहरू कतै सुरुङ मार्ग हेर्दै हेर्दै हामी पुग्छौँ स्याप्रुबेसी। स्याप्रुबेसी पुग्दा करिब 1 जति बजेको थियो र हामीले त्यहाँ रेड पाण्डा होटलमा खाना पनि खायौँ। एकछिन आराम गरे पश्चात हामी करिब 2 बजेतिर पहाडको कच्ची सडकको बाटो हुँदै उकालो यात्रा लाग्यौँ। यात्रा अविस्मरणीय र यादगार भए पनि बाटो देख्दा मनमा डर भने महसुस भएकै थियो। एउटा ठुलो समूह भएको हुनाले त्यो पहाडलाई चिर्दै पहाडका चुचुराहरू हेर्दै हामी उकालो लागिरह्यौँ। केही माथि पुगेर तलतर्फ हेर्दा चिलिमे जलविद्युत 2 को ड्याम र पावर हाउस पनि देखिने रहेछ। एकछिन गाडीहरू रोकेर चिलिमे हाइड्रो पावर अवलोकन गर्यौँ। चिलिमे हाइड्रो तपाईँहरूले भिडियोमा देख्न सक्नुहुन्छ।
एउटा एकदम माथि डाँडाबाट चाहिँ खतरा भ्यू देखिन्छ। यतापट्टि तपाईँको रोड छ। तपाईँहरूलाई मैले चिलिमे हाइड्रो पावरको पावर हाउस त्यस्तै गरी ड्याम पनि छ यहाँ, त्यो देखाइरहेको छु। यो एकदमै सुन्दर देखिने रहेछ। रसुवा जिल्लाको यो चिलिमे हाइड्रो पहिलेदेखि चर्चित पनि रहेको छ। जाँदा जाँदै नागथली पुग्न खासै धेरै पैदल यात्रा गर्नु पर्दैन भन्ने चाहिँ थाहा भयो। खुसीको साथ हाँस्दै खेल्दै पहाडका कच्ची सडकको यात्राका क्रममा बसमै रमाइलो गर्दै दायाँ बायाँ हेर्दै आनन्दले हामी त्यस्तै 3 साढे 3 बजेतिर एउटा ब्रेमदाङ भन्ने गाउँमा पुग्यौँ। त्यहाँबाट मास्तिर चाहिँ बस नजाने रहेछ। त्यहाँ एउटा गुम्बा पनि रहेछ। एकछिन त्यतै घुम्यौँ, चिया खायौँ, केही रमाइलो कुराकानी पनि गऱ्यौँ। स्थानीयले लगाएको पहिरनले हाम्रो ध्यान भने खिचेको थियो। ब्रेमदाङ रहेछ। यहाँ चाहिँ अब होमस्टे छ, यता गुम्बा छ। यहाँबाट चाहिँ यहाँसम्म गाडी आइपुग्छ। यहाँबाट चाहिँ हिँड्नुपर्ने हुन्छ। यहाँबाट 1 घन्टा लगभग समयमा हामी यहाँ माथि डाँडामा नागथली भन्ने ठाउँमा पुग्छौँ। गुम्बाको नाम ब्रेमदाङ गुम्बा। ब्रेमदाङ त्योबाट उतापट्टि गाउँ नि देखिन्छ होला है? छैन त हामीसँग। आधी घन्टामा पुग्छ। त्यही त अनि नजिक आएर अनि गुम्बा हेरौँ। यस्तो राम्रो गुम्बा छ। खतरा घुम्दो रहेछ ब्या। यो सरोजले जे भन्दा त्यो गुम्बासँग गाडी पुग्छ भन्थ्यो। छोराहरू आएर खुसी लाग्यो आमा। फेरि आउनुहोस् है। हुन्छ हुन्छ हुन्छ। यो हामी जस्तो पर्यटकहरू कतिको आउँछन् त यहाँ? पर्यटक भनेको घुम्न आउने मान्छे पर्यटक भयो नि त हामी जस्तै। कतिको आउँछन् यहाँ माथि? धेरै आउनुभयो। धेरै आउनुहुन्छ? यो वर्गमा धेरै आउनुभयो। ए अनि यो वर्ग सकेपछि त धेरै आउँछ होला। भोज पनि आउँछ। कुन समयमा आउँछन् अलि बढी मान्छेहरू यहाँ? माघ फागुन। यो माथि मन्दिर पनि छ के छ? नागथलीमा छ। बनाउँदैछ अहिले। बनाउँदैछ? बाटो नयाँ बनाउँदैछ। बाटो लया छ कि छैन? बाटो छ। के त्यहाँ बाइकहरू पुग्छ पुग्दैन नि अहिले त? अब माथि त जाँदैन। यहाँ त्यो गुम्बा त्यो छेउछाउमा आउँछ बस। यो गुम्बा हेर्नुहुन्छ है हजुरले अहिले? हेर्नुहुन्छ। यो कुन यहाँ के भगवान्को ऊ छ? हाम्रो बुद्ध ए बुद्ध भगवान्। यहाँ चाहिँ अब के फल्छ त्यो यो बारीहरूमा? आलु मुख्य चाहिँ आलु। मकै आउँछ। मकै पनि आउँछ। आलु अनि बन्दा रोप्यो पनि आउँछ। यहाँ अहिले यो बदौतिर अहिले यो आलु निकाल्नु पर्छ। ए यो नागथली। र 4 बजेतिर त्यहाँबाट हामीले आफ्नो झोला बोकेर लावालस्कर उकालो लाग्यौँ। एउटा रमाइलो कुरा चाहिँ चराचुरुङ्गीको चिरबिर चिरबिर आवाजहरू सुन्दा मेरो कानलाई थेरापीको काम भइरहेको थियो। म त्यसैमा इन्जोय गरिरहेको थिएँ भने अरू साथीहरू पनि रमाउँदै इन्जोय गर्दै हिँडिरहनु भएको थियो। उकालोमा कसको चाहिँ मुटुको धड्कन र फोक्सोको चाल नबढ्ला र
मुटुको चाल बढे पनि यात्रा भने निरन्तर अघि बढिरह्यो। त्यस्तै 5 बजेतिर हामी नागथलीमा रहेको होमस्टेमा पुग्यौँ। होमस्टे पुग्दा होमस्टे सञ्चालक पर्खालमा बसिरहनु भएको देखिन्थ्यो। नागथली चाहिँ यही हो। हजुर यहाँबाट गयो भने अब भोलि बिहान भ्यू पोइन्ट भ्यू पोइन्ट बिहानै जानु पर्यो होइन? बिहान जानु पर्यो। सबैजना यहाँ आएपछि जान्छन् नि। जान्छ यहाँ बिस्तारै हिँड्नलाई 2 घन्टा हो सर। 2 घन्टा आतिनु हो 5 बजे उठेर गयो भने 7 बजे पुगिहाल्छ। पुगिन्छ 2 घन्टामा बिस्तारै गए पुगिन्छ। सुरुमा चिसो मौसम भएकोले होमस्टेमा ब्याग राखियो र त्यहाँबाट देखिने मैले पोखरी र बाहिरको मधुरो दृश्य कैद गरेँ। मौसम चिसो भएकाले तातो पानी पनि पियौँ। एकछिनपछि हामी सबै साथीहरू जम्मा भयौँ। त्यतिकैमा अँध्यारो जस्तो भयो। केही साथीहरूले मादल गिटार बजाउँदै रमाइलो गर्न थाले। के पाक्यो त आज? तरकारी साग सागहरू तरकारी के पाक्यो? फुलकोपी र आलु दाल पनि पाकिरहेको हो। दालमा के जिम्बो झानेर? हजुर यहीँको जिम्बो त होला नि यहाँकै हो। होइन त? यहीँ हुन्छ। ए ल बिस्तारै गर्नु न। रमाइलो गर्दै जाँदा खाना खाने बेला पनि भएछ। त्यसपछि हामीले खानासाना खायौँ र फेरि रमाइलो गर्न थाल्यौँ। रमाइलोको लागि हामीसँग गायक र मादल गिटारको व्यवस्था पनि भएकोले रमाइलो गर्न सहज भयो। मेरो राष्ट्र प्राणभन्दा प्यारो लाग्छ मेरो देश कता कता छल्किन्छ ममता मेरो भावगङ्गा जता जान्छन् बुद्धका आँखा। केही बेर नाचगान र साथीहरूको अनुभव सुनेर करिब 12 बजायौँ। त्यसपछि भने हामी आफ्नो आफ्नो कोठातर्फ सुत्न गयौँ। बिहानी पख त्यस्तै 5:30 बजेतिर मेरो निन्द्रा खुल्यो। निन्द्रा खुल्न साथ सुतिरहेको कोठाबाट बाहिरतर्फ निहाले। यतिखेर बिहान 5:30
6 बज्न लाग्यो। यो चाहिँ नागथली भन्ने ठाउँ हो, रसुवा जिल्लाको करिब 3200 मिटर हाइटमा पर्ने। यहाँ एकदमै दामी भ्यू तपाईँले देख्न सक्नुहुन्छ। ल यतिखेर म नागथली भन्ने ठाउँमा छु। 6 बज्नै लाग्यो बिहानको। एकदम सुन्दर दृश्य हामीले अवलोकन गर्न सक्छौँ। तपाईँहरू यदि आइपुग्नु भएको छैन र यही मौसममा आउनुभएको छैन भने म तपाईँलाई यहाँको चाहिँ नि अवस्था कस्तो रहेछ भनेर एकपटक देखाउँ जस्तो लाग्यो। यहाँ एउटा पोखरी रहेको छ। यो चाहिँ अब नागथलीमा रहेको एउटा पोखरी हो। यतापट्टि माथि थुप्रै हिमालहरू छ जस्तो लाग्यो। बाहिर मौसम सफा जस्तो देखिन्थ्यो। एउटा डर मनमा के थियो भने बेलुका पानी परेको हुनाले फेरि बादलले ढाकेर त्यहाँबाट देखिने सुन्दर रमणीय भ्यू छुट्ला कि भन्ने। त्यतिकैमा 2 गिलास तातो पानी पिइसकेपछि म मेरो क्यामेरा बोकेर माथि डाँडातिर भिडियो गर्दै अगाडि बढेँ। नागथलीको बिहानको 360 माउन्टेन भ्यू सकेसम्म देखाउने भनेर लागि परिरहेको छु। तामाङ सम्पदा मार्गमा पर्ने नागथलीमा थुमनवासीहरूले सामूहिक रूपमा वर्षेनी नागथली गुम्बाको पूजा गर्दै आएको पाइन्छ। यहाँ उहिले गुरु रिम्पुछेले तपस्या गरेको किम्वदन्ती छ। नागथली भन्ने ठाउँको किम्वदन्ती चाहिँ नागदेवता रहेको स्थान भएको हुनाले नागथली हुन गएको भन्ने मैले थाहा पाएँ। एभ्रिवान, हामी अहिले करिब 3200 मिटर हाई अल्टिच्युडमा रहेको छौँ र म उभिरहेको ठाउँ नागथलीको रूपमा परिचित पनि छ। तपाईँलाई म यहाँ देखाउन खोजिरहेको छु धुन्चे बजार, रसुवाको धुन्चे, जुन चाहिँ यहाँको सदरमुकाम पनि हो। ल यो चाहिँ धुन्चे बजार हो। धेरै पर छ, यो मैले जुम गरेको। ल यहाँको चाहिँ वरिपरिको वातावरण मौसम यस्तो छ। एकदम मलाई चाहिँ एकदम आनन्द आइरहेको छ। यस्तो प्राकृतिक कुराहरूमा म एकदमै हिँड्छु र आनन्द फिल पनि गर्छु। मैले चाहिँ बुझेको होइन छ कि यो हाम्रो जुन यो लाइफमा नेपालका केही ठाउँहरू सकेसम्म सबै नसके चाहिँ केही ठाउँहरू घुम्न सकिएन भने हामी यो नेपालमा जन्मिएको खासै त्यति उपलब्धि मलाई हुन्छ भन्ने लाग्दैन। ल हेर्नुहोस्, ल म यहाँ भेडा खोज्दै आएको थिएँ। भेडा देखाउँछु मैले। अब यस्तो हाइटमा भेडाहरू त्यति देखाएको छैन। उता ढोरपाटन जाँदाखेरि चाहिँ त्यहाँ चाहिँ एकदमै धेरै घोडाहरू हुने, के अरे भेडाहरू हुने र त्यसको भ्यू पनि दामी नै देखेको थिएँ। एकदम रमाइलो छ। यहाँ भेडा, गोठ, सानो छाप्रोहरू हुने रहेछ। सुरुमा त मैले विभिन्न हिमालहरूको दृश्य खिचेँ, तर मलाई कुन हिमाल हो भन्ने प्रश्न थाहा थिएन। त्यहाँ सोद्धाखेरि लाङटाङ र गणेश हिमाल आँखे अगाडि भए जस्तो देखिन्थ्यो। त्यहाँ भेडाहरू र चौरीहरू पनि रहेको कुरा थाहा पाइसकेपछि म भेडा गोठाला खोज्दै निस्किएँ। नभन्दै एकजना दाईलाई भेट भयो। उहाँसँग केही बेर कुरा गरेँ। हजुरको नाम? म नाम चाहिँ ಅದು लगभग गले टेप्चे पानी लामो रहेछ तपाईँको नाम? लगभग गले भन्दा अनि फेरि ऊ के अरे टेप्चे भने अनि अर्कोले सबैले थाहा छ। देवे भने देवे टेप्चे भने सबैले थाहा छ। तपाईँहरू यहाँ बस्न थाल्नु भएको कति वर्ष भयो? म यो 60
65 साल भयो 65 साल हजुर भइसक्यो हजुर भेडा चराउनुहुन्छ बस्नुहुन्छ हजुर ए अनि 65 वटा भेडा छ भने त्यहाँ 60 वर्ष 60 61 65 अनि यो भेडा बेच्ने होला नि त पछि त खोइ लिने भए जस्तो न बेच्ने भने खोइ लिनेको मान्छे छैन होला ल खतरा घाम लाग्यो है कि लाग्दैन यो बिहान बिहान त यो हुस्सु लाएर पानी पर्ने हुन्छ नि हजुर कुन भाषा बोल्नुहुन्छ कुन भाषा तामाङ के अरे यहाँ तामाङको भाषा अलिअलि हुन्छ के अरे नेपाली गर्दैन अनि भाषा चाहिँ धेरै आउँदैन होला एउटै दुइटै आउँदैन होला र अलि माथि एकजना अर्का मेमे देखिनुभयो। उहाँले नेपाली कुरा प्रष्ट बुझ्ने कुरा थाहा भएपछि उहाँसँग मैले त्यहाँको जनजीवन जीवनशैली त्यहाँको अवस्थाको बारेमा निकै बेर भलाकुसारी पनि गरेँ। हजुरको शुभ नाम मेरो लाकु तामाङ लाक्पा तामाङ हो कति वर्ष पुग्नु भयो फादर 72 वर्ष हुनुभयो यो लाग्दै हिमाल गणेश हिमाल चाहिँ यतापट्टि छ हो घनैसम्म यतै हो ए अलि त्यो तलबाट हेऱ्यो भने अलि देख्छ अनि तपाईँ त अब यहाँ भेडा चराएर बसिरहनु भएको छ यो भेडाहरूलाई चाहिँ यही घाँस मात्रै हो कि के खुवाउनुहुन्छ ए घाँस मात्रै हो नि पिठो छिटो छैन छैन अब तल झऱ्यो भने अलि छौ मगे अलि खुवाउने यहाँ भए भने त पाउनु सक्दैन टाढो छ जसो ठाउँ त रमाइलो रहेछ नि ठाउँ त राम्रो छ हो त्यो भएर चाहिँ पुरो मान्छे अलि भेर भने चाहिँ अलि माथि 2-3 दिनसम्म लाग्छ माथि जानुपर्छ अनि हिँड्नु सकेन अनि यहाँ भइसक्यो यहाँ चौर छ अनि आफैको जग्गा पनि छ त्यो मुनि त्यो खाँबाको मुनि अब यहाँ भएन पुरो हिँड्नु सक्दैन हामी जस्तो पर्यटकहरू यहाँ बस्न हजुरलाई कतिको रमाइलो लागिरहेछ त रमाइलो त रमाइलो हो नि यहाँ त काठमाडौँ जानु भएको छ काठमाडौँ त परपट्टाको हो काठमाडौँ रमाइलो कि यहाँ रमाइलो काठमाडौँ त अब पैसा पायो भने त रमाइलो गोजीमा अलिक भक्क पायो भने त रमाइलो हो त्यसपछि केही सुन्दर दृश्यहरू क्यामेरामा रेकर्ड गरेर त्यहाँ रहेको रेम्पोछे गुम्बा वरिपरिको दृश्यहरू गाई चरिरहेको घोडा चरिरहेको दृश्यहरू हेर्दै हिमालका सुन्दर दृश्यहरू अवलोकन गर्दै रमाउँदै खेल्दै मैले करिब 3.5 घण्टा जति बिताएछु। यतिखेर म यो नागथलीमै हिँडिरहेको छु। यहाँ एकदमै राम्रो भने चाहिँ के भन्दाखेरि यो यहाँबाट भ्यूहरू पनि बवाल देखिने शान्त एकदम सफा छ। यहाँ भनेको त्यो भेडाको बड्कोला अनि त्यसपछि गएर घोडाका गोबरहरू र चौरीका केही गोबरहरू छन्। अब यो त मलै भइहाल्यो यो ठाउँमा होइन यो प्राकृतिक मल भयो। अब त्यो बाहेकहरू त त्यस्तो केही छैन। यहाँ चाहिँ एकदम दामी नै छ चट्ट एकदम घाम लागेको छ। आज मौसमले साथ पनि दिएको छ। यो कहिलेकाहीँ के हुन्छ भन्दाखेरि मौसम बिग्रिएर एकदमै नमजा हुन्छ। अब आइसकेको हुन्छ न त्यो घाम लाग्छ भनेर बस्नु त्यस्तो कन्डिसनहरू पनि हुन्छ। जे होस् अहिले चाहिँ एकदम रमाइलो भइरहेको छ। त्यस पछाडि म होमस्टेतर्फ फर्किएँ। फेरि अरू साथीहरू कता कता पुग्नु भएको रहेछ भनेर हेर्दै निस्केदा त्यहाँ साथीहरू भिडियोहरू बनाइरहनु भएको रहेछ। यतिकैमा हामी सबैजना जम्मा भएर करिब 1:30 बजेतिर होमस्टेबाट बिदा भएर ओह्रालो यात्रा झर्दै केही दृश्यहरू कैद गर्दै फर्क्यौँ। सरकार निकाय मात्र पाख्नु